देखियो जनकपुरमा जनताको ठुलो भिड। यो भिड देखेर सबै परे चकित। यो भिड कुनै मेला महोत्सव पूर्ण भएर राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत कार्यक्रमको हो। मध्य प्रदेशको जनकपुरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत कार्यक्रम तथा समारोहमा हजारौं मानिसको बाक्लो उपस्थिति रहेको छ। जनकपुरका जनताहरूले रवि बालेन तथा समग्र राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेर प्रशंसा गरेका छन्। लाखौं जनताको अगाडि बालेन शाहले बजाए घण्टी। बालेनले दिए मैथिली भाषामा कडा भाषण, भने मलाई काम दिनुहोस् म काम गरेर देखाइदिन्छु। नमस्कार। केनाकी है त समय आए वाला है, वहीला घंटी में वोट रहेंगे। सही सरकार आए वाला है, वहीला घंटी में वोट रहेंगे। मधेश में, पूरे देश में सब समाजवाद के बात करिए, लोकतंत्र के बात करिए, समाजवाद कता है। आज देखाइदियो राष्ट्रपालले राष्ट्रसभाको पावर। देखिए रवि र बालेन एउटै पोसाकमा। गरे दुवैले हात हल्लाउँदै जनताको सम्मान। जनकपुरको जनताको यो सपोर्ट देख्दा परे रवि र बालेन नै चकित। रवि र बालेनले आफ्नो पार्टीको झण्डा नहल्लाएर राष्ट्रिय झण्डा हल्लाएका छन्। त्यसैले रवि र बालेन आफ्नो व्यक्तिगत पार्टीगत स्वार्थको लागि नभएर सिङ्गो देशको लागि लडिरहेका छन्। रविले दिए कडा चेतावनी, भन्छन् देश लुटेर चेलीबेटी रुवाउने, अन्याय गर्ने तथा मधेसलाई गरिब बनाउनेलाई नछोड्ने। देश लुटेर कमाएको एक एक पाइको हिसाब चाहिँ गर्नेछौ। अन्यायको हिसाब हुन्छ, विभेदको हिसाब हुन्छ, चेलीबेटीलाई रुवाएको हिसाब हुन्छ, बालबालिकालाई टुकुरा बनाएको हिसाब हुन्छ, मधेसलाई गरिब बनाएको हिसाब हुन्छ। रवि लामिछाने भन्नुहुन्छ, मलाई अझै पनि 3-4 वटा मुद्दा परेका छन्, तर पनि मलाई कुनै प्रभाव छैन। भोलि पनि 3-4 वटा अदालतमा माथि मुद्दा लागेका छन्, मलाई प्रभाव छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौँला, जित्दै गरौँला, हारिन्छ, जितिन्छ। रविले भनेका रहेछन् आफ्नो आमालाई बालेनले देश बनाउँछ भनेर। आमालाई भने आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरो श्रीमती छिन्। सोभिता गौतमले पनि गरिन् बालेनको खुलेरै प्रशंसा। बालेन्द्र शाहज्यू मधेसको छोरो, जन्मको हिसाबले मधेसको छोरो, राजनीतिक जन्मको हिसाबले काठमाडौँको छोरो, काठमाडौँको मेयरको रूपमा उहाँको राजनीतिक उदय भएको थियो र आज अपनत्वको हिसाबले देशको छोरो आज एकै ठाउँमा उभिनु भएको छ। यो ऐतिहासिक क्षण